हेलो, गहिरो अध्ययनमा देख्छु नि त, के पढ्दै हुनुहुन्छ? म सामान्य ज्ञान र बौद्धिक परीक्षणसँग सम्बन्धित पुस्तक पढ्दैछु। अनि तपाईँले सुरु गर्नुभएको टिकटक लाइभ क्विज चाहिँ कस्तो चल्दैछ? टिकटक लाइभ क्विज हरेक दिन बेलुका 8 बजेदेखि 9 बजेसम्म सञ्चालन भइरहेको छ। सहभागिताको स्थिति चाहिँ कस्तो छ नि? सहभागिताको स्थिति राम्रो छ, निरन्तर रूपमा सहभागीहरू बढिरहनु भएको छ। अनि नियमहरूको बारेमा केही प्रश्न पारिदिनु न त। कार्यक्रममा पहिला नै जोडिनु भएको साथीहरूलाई त थाहा भइसक्यो र केही साथीहरू अहिले मात्र यसको बारेमा हेर्दै हुनुहुन्छ भने पनि उहाँले बुझ्नुपर्ने हुन्छ कि कार्यक्रममा सुरुवातमा एउटा प्रश्न सोधिनेछ, त्यसको सही जवाफको साथमा उहाँले प्रवेश पाउनुहुनेछ। त्यसपछि 30 सेकेन्डको समयभित्र उहाँलाई 5वटा प्रश्नहरू सोधिनेछ र 5मा 5वटा प्रश्नहरूको सही जवाफ दिनुभयो भने उहाँलाई कार्यक्रमको अन्तिम राउन्ड ऱ्यापिड फायरमा लगिनेछ। ऱ्यापिड फायर राउन्डमा चाहिँ 1 मिनटभित्र 10वटा प्रश्नहरू राखिनेछ र 10मा 10वटा प्रश्नहरूको सही जवाफ दिएर सम्पूर्ण प्रश्नहरूको सही जवाफ दिनुहुनेलाई विजेता घोषणा गरिनेछ। विजेता भइसक्नु भएकोले पुरस्कार पनि पाउनुहुन्छ होला नि, पुरस्कारको व्यवस्था चाहिँ के छ नि? यसरी कार्यक्रममा आएर विजेता बनिसकेपछि उहाँलाई 100 रुपिज क्यास प्राइज प्रदान गरिनेछ र इनकेस धेरैजना सहभागीहरू विजेता बन्नुभयो भने लकी ड्रबाट विजेता छनौट गरिनेछ। हजुर हजुर। अनि यो सामाजिक सञ्जालको साथीहरूलाई चाहिँ तपाईँले यो क्विज चलाउनु भइसकेपछि यसबाट के अपेक्षा गर्नुभएको छ त? पहिलो अपेक्षा त सम्पूर्ण सहभागी लगायत यो कार्यक्रमलाई हेर्नुहुनेको बौद्धिक क्षमताको स्तर अभिवृद्धि हुनेछ र साथ र सहयोगको लागि चाहिँ उहाँहरूले यो इन्फर्मेटिभ भिडियो अथवा टिकटकहरू चाहिँ टिकटक लाइभ सेयर गरेर साथ दिनुहुनेछ भन्ने दृढ अपेक्षा गरेको छु। हस्, धन्यवाद।